गली गली नेगना पुअर पाट रहना हो ये हो पुअर पाट हटाख स्वास्थ्य हाम्रो रहना हो। एक स्वास्थ्य यात्रा विज्ञान र कलाको एउटा सङ्गम हो जसले इन्स्टलेसन आर्ट र डिजिटल स्टोरी टेलिङको मार्फत थारू समुदायका युवाहरूलाई स्वास्थ्य सम्बन्धीका विविध विषयमा जनचेतना जगाउने र रचनात्मक बनाउने उद्देश्य लिएको छ। जङ्गली जनावरहरूबाट सरेको रोगहरू चाहिँ एकदम खतरनाक किसिमको हुन्छ। योभन्दा 4 वर्ष अगाडि के लागेको थियो, यहाँ कोरोना भन्ने लागेको थियो होइन। कोरोना पनि केबाट सरेको, चमेरोबाट सरेको। जस्तै हुक्र मुत्लकल से पानी हुक्र पानी मुत्लकल से पानी बिना छनल फिल्टर करल से या फिर बिना उमनला खैला से रगला से खा। कहिलेकाहीँ के गरिदिन्छ, अब हामी चाहिँ मुसा भएको ठाउँमा घाँस काट्न जान्छौँ, हामी खेतबारीमा काम गर्छौँ होइन। त्यो चाहिँ त्यहाँ जाने बेलामा के गरिन्छ, यो मान्छेलाई चाहिँ अब उसले टोकिदियो, केले, यो किर्नाले होइन। अठुइले टोकिदिए पछाडि के हुन्छ, अब यो यहाँनिर भएको रोग चाहिँ अब यो मान्छेलाई सर्न सक्छ। डेङ्गु रोगको समाधान गर्नका लागि हाम्रो घर वरपर पानी जम्न दिनु हुँदैन, सरसफाइ गर्नुपर्छ, राति सुत्दाखेरि झुलको प्रयोग गर्नुपर्छ। आनल बिरुवा सक्कु दिन खाइ पर्था कना बुझलिए। हाम्रो गाउँमा मुह लागल चिक्ने छोरा काठ खैठ। पुरानो कुवा इनारको पानीको सरसफाइमा कमी छ। उसुरा बान्हल रठा उठे छिग्री चढाइ जाइ बेला लड्काउँक्र ऊ कुल्लोमा ख्याला भिर्सी छ। धारा त बा तर कबु धारा नि आइट र धारा ऐठा त भए ढिङ्गुल पानी ऐठा। हाम्रो गाउँमा गाउँ पनि चाहिँ कागज गरेसे छिग्री भेरी चाहिँ पल्छ हुगन आफ्नो सुत्ना घरमा फे बहन छुट्टनी गोठानी कराख। यी चर्पी हो अनि यिहर मल खाद बा चर्पी जाखन फे हातनी ढुइना अनि गोबर पानी करना कठिन हाम्रो मल सोतर करखन फे हातनी ढुइना सिधै भान्सामा जैना। जुन हाम्रो गाउँमा 100 टल्ला बा उहाँ गाई गोरु सब उहाँ पानी पिठ बैठ उहो टल्लोमा लड्का जाका लाटे छ ना। थारू समुदायमा विशेष गरी सरुवा रोगहरूमा चाहिँ जीव जनावरबाट सर्ने रोगहरूको अवस्था चाहिँ अलि बढी नै देखिएको छ। त्यसमा पनि विशेष गरी चाहिँ स्वाइन फिभर जुन चाहिँ हाम्रो सुँगुरबाट मानिसमा सर्ने रोगहरू देखिएको छ। सँगसँगै भेक्टरबाट सर्ने रोगहरू चाहिँ जस्तो डेङ्गु र मलेरिया पनि यो समुदायमा देखिएको छ। पानीबाट सर्ने जस्तो हामीले दिशाजन्य चिजहरूबाट खाँदा सर्ने रोगहरू चाहिँ केही मात्रामा कम्ती देखिएको छ यो समुदायमा। त्यसको चाहिँ यो हामीले सर्वे गरेको 100% मान्छेहरूसँग चाहिँ यो टोइलेटको एक्सेस छ र उनीहरूले चाहिँ राम्रोसँग साबुन पानीले हात धुने, पानीको चाहिँ प्युरिफिकेसन गर्ने तरिकाहरू पनि राम्रोसँग अपनाएको हुनाले त्यतातिर चाहिँ त्यो रोगहरूको अवस्था चाहिँ कम छ। एक ठो संदेशमूलक चित्र बनेक परल, एक ठो ठोर चाहिँ सहन देखे न हिसाब से बनेक परल। हमा लोकशैलिक चित्रमा विशेष करके अस्तिम की चित्रमा एक विना सहन देखेन कारण ओकर किनारा फे हो। हमार परंपरागत शैलीमा प्रयोग हुन बुट्टा कलक ज्यामिति आकार अथवा त्रिभुज आकार में बनल ओमा कुछ मनैन के डिजाइन, कुछ रंग रहट, रंग के कॉम्बिनेशन अथवा ओकर संयोजन, रंग के संयोजन, रेखांकन लगायत हमार परंपरागत शैली कारण एक ठो चित्र सहन देखा परत। हामीले हाम्रो चेन्ज मेकरको रूपबाट हामीले हाम्रो युवाहरूलाई नै हामीले पहिला प्रशिक्षित गरायौँ। उहाँहरूलाई नै हामीले त्यो विषयमा जानकार गरायौँ र उहाँहरूको कला मार्फत हामीले चाहिँ अन्तिममा हामीले कला प्रदर्शनी मार्फत चाहिँ हामीले यो समुदायलाई नै हामीले जागरुक बनाउनको निम्ति चाहिँ काम गर्यौँ। आज आएको सबैजनालाई स्वागत छ। र त्यो फरक स्थलमा हामी फरक आर्टहरू र विषयहरूसँग जोडिएको कुराहरू हामी हेर्नेछौँ। तुलसीपुर 10 को गौरी गाउँमा यसरी कला प्रदर्शनी तथा सांस्कृतिक कार्यक्रम
हुन गइरहेको छ। कला संस्कृति कार्यक्रमले तपाईँहरूलाई पनि एउटा ऊर्जाशील व्यक्ति, ऊर्जाशील महिला, ऊर्जाशील एउटा पुरुष विद्यार्थी भाइ बहिनीहरू उत्पादन गर्न सकोस्। यी चाहिँ हाम्रा गाउँमा का अव्यवस्थित तरिकाले हाम्रा गाउँ बाकै खन जनै ख्वाचलो ये बनेना उद्देश्य तात्पर्य बा। तो ये गावरिया गांव से शुरू हुई कला, ये थारू कला कही या थारू चित्र कही या थारू शिव कही या थारू जांगर कही, ज्या नाम धरी यहाँ से शुरू हुई कला संसार में अपनाऊँ कर फैली भी। मनैन के या मुर्गिन से संबंधित हरेक जीव और परजीवी फैल रहा कारण से वहीं से हमारे में स्वास्थ्य में बहुत असर पड़ सकत। यदि हमार गोरु भैंस में यदि चिल्लर बटीन या किरना बटीन या मुर्गिन में कोई पावटा से वहीं विषादी प्रयोग करके वहीं के निर्मूलन करना लगायत कि हमारी चित्र से संदेश देहत। यहाँ चाहिँ राग लागल सुराबा, यी राग लागल सुरन चाहिँ यी मनिया मार खन अस्कन काठ खन सक्कु जहन ब्याचटा यी चाहिँ सक्कु गाउँ धेरै जसो गाउँमा चाहिँ असिन मोल शिकार खैना असिन सक्कु जहन गाउँमा जस्तो रठा रोगाल मुर्गिना चाहिँ अस्कन गार र अस्कन हाम्रो चाहिँ फाकनी हिट अष्ट हाम्रो चाहिँ अस्कन गार खन हिकन व्यवस्थापन कर पर्था। यी कीटाणु हिकन जनावर शरीरमा रठन शरीरमा सर्थन रठन अनि हाम्रो हिकन शिकार खैठी हिकन ओरपर बैठी अनि हिकन मसे हामामा सरस एक ठाई कीटाणु अनि हमन रोग लठा। या सर्प छ या गङ्गटो छ या कुकुर छ या मान्छे छ, यस्तो यस्तो खालको चाहिँ कुवाको बिचमा दिलमा यी सबै कुवाबाट बाँच्ने पानीबाट पानी लिने र बाँच्ने खालको चाहिँ सबै जीव जन्तु मान्छेको चाहिँ एउटा चित्र छ। यहाँ तल माछा छ, पोखरी छ, पोखरीहरूमा चाहिँ फुल पनि फुल्या छ, माछा पनि छ। सर्वरोग सरना माध्यम का एक दिशा पिसाब रहत उहिना से कैसे का वचना करना तो ओ कला हमरे ग्लोब पर एक करे से का पंजा हमरे भिडियो बना रहे सर सफाई के बारे में ना गांव में कसिन सर सफाई रठा कसी करले से मजा हुइठा हाम्रो घर घर गइली है दोसा कौनो जन मांगर गीत गाइ फे पठिली कौनो जन दोसा बैठ खफे एक जन बैठ खफे सवाल पुछली। मैक्सिमम 95% जति स्क्रीन टाइम जेनजी हुकन टिकटक मा इंस्टाग्राम मा रठा टाइम ना सदुपयोग करते एक ठो स्टोरी सदुपयोग कसी कर सिक्थि थाकना चीज डिजिटल स्टोरी टेलिंग मना सिखली हमरा। चौधरी समुदाय मना ढेनक जग्गा जमीन निहलक मारा से हमरा बाध्यता हिल वर्ष हमरा लघु लघु बना रखली उ रोग लागल पशु पंछी सकभर त बिरुवा करना पशु पंछीनक बिरुवा नै आनखा खवाई परल। यदि मुगिला से फे पहिला खैला से फे आप निखाई हुई कना बात बुझली हमरा व्यवस्थापन त असी कन हेरा बेर त दुई ठो चाहिँ महिला समूह चाहिँ गाउँ महिलाको फे सक्कु जकले गाउँ सक्कु जना यी चाहिँ स्वास्थ्यको बारेमा न हुइल वर्ष चाहिँ हमरा स्वास्थ्यको बारेमा न गीत निकाइकन गीत गाइले थी। सेंडुरा पाहिरी धनी सेंडुरा पाहिरी धनी यंगुना बहारला हो ये हो देखी देखी सवटी बिरहमरी जा ये हो देखी देखी सवटी बिरहमरी जा। यस परियोजनामा हामीले एक स्वास्थ्य इन्स्टलेसन आर्ट र डिजिटल स्टोरी टेलिङ गरेर 3 चरणको कार्यशाला राखेका थियौँ र यसमा तुलसीपुर उपमहानगरपालिकाको 10 नम्बर वडा लगायत छिमेकी 11-12 नम्बरको वडाबाट जम्माजम्मी 43 जना युवाहरू सहभागी थिए। अबको भावी पुस्तामा हामीले पशुपालनको अवस्था उनीहरूसँग दैनिक जीवनमा हुने क्लोज इन्टरेक्सन र मिट कन्जम्सन उनीहरूलाई मारेर काटेर खाने प्याटर्नलाई चाहिँ हामीले सुधार्दै लग्यो भने पक्कै पनि जुनोटिक डिजिजको रिस्कहरूलाई घटाउनको लागि यो एक स्वास्थ्य कार्यक्रम निकै नै प्रभावकारी हुने देखिन्छ। र साथसाथै हामीले यस कार्यशालामा सिकाइएका स्किलहरूबाट युवाहरूले नेतृत्वदायी भूमिका ग्रहण गर्दै समुदायलाई नै स्वस्थ बनाउने अभियानमा लाग्नेछन् र उनीहरूको सिप र ज्ञानलाई प्रयोग गर्दै दैनिक जीवनमा आय आर्जनको बाटो पनि
उनीहरूले देख्नेछन् भन्ने हामीलाई लागेको छ। वान हेल्थ वान जर्नी, वान हेल्थ वान जर्नी, एक स्वास्थ्य एक यात्रा, एक स्वास्थ्य एक यात्रा। धन्यवाद।